आज फेरि ढिला भो। कति गाली गर्ने हो मेम साहबले। आफ्नो पोइ भनाउँदो गतिलो नभएसी कहिले सुख हुन रहेछ। जहिले ढिला आउँछ तेरो तलब नकाटी बाँचेन। छिटो गर, पाहुना आउँदैछन्। हामी गरिबको त यत्रो घर कहिले होला। टाउको लुकाउने छाप्रो त छैन। कति पटक सिकाउनु पर्ने हो तलाई? माफ गरिदिनु मेम साहब, फेरि हुँदैन। हे भगवान, यो कस्तो आइमाईलाई नोकर राखेछु। नोक्सान बाहेक केही जान्दिन यसले। भोलिबाट त काम नआइजो। मेरो भाग्य र यो भात उस्तै छ, चिसो। साहब, आज म चाँडै घर जान्छु, एक काम छ। आज त मिल्दैन, धेरै काम छ। तिम्रो मेम साहब नि छैन। म कोसिस गर्दैछु बुढा चाँडो आउने। मेम साहब बाहिर जानु भएको छ। साइड दिनुहोस् मालिक, मलाई काम छ। आजको राति यतै बस सङ्गीता, तँलाई रमाइलो देखाउँछु। पोइ गतिलो भएको भए आज अरूले यस्तो भन्ने आँट गर्थेन होला। आज फेरि फर्किन ढिला भयो। अब बुढोले फेरि अर्को जात्रा सुरु गर्छ।